अल राइट गाइज, वान्स अगेन सबैलाई गुड मर्निङ मेरो तर्फबाट। मेरो शुभ बिहानी चाहिँ यसरी भएको छ। त्यसपछि होटल गएँ म। त्यसपछि ट्याक्क प्याजको पत्ता धनियाँ सनियाँ मिजासिजा रेडी भएको थियो। अनि मैले गएर रेडी गरेँ। त्यसपछि हाम्रो साउनेले चाहिँ खाना बनाउँदै हुनुहुन्थ्यो। त्यसपछि दिउँसोको समयमा चाहिँ मैले आफ्नो नुडल राइसको लागि चाहिँ क्याबेज कटिङ गरेँ। क्याबेज कस्तो छ हेरेर कृपया प्रतिक्रिया दिनुहोला। कटिङ मन परेमा र स्पिड मन परेमा। दिउँसोको बेला चाहिँ स्यान्डविचको अर्डर आयो। स्यान्डविच दियो। अनि एक साइडमा नुडल बोइल गरेँ। नुडल बोइल चाहिँ कति पर्सेन्ट गर्दा ठिक हुन्छ कृपया कमेन्टमा भनिदिनु होला हजुरले। अनि पछि त्यसपछि चाहिँ मैले यता हाम्रो साउजीले चाहिँ क्याटरलको लागि रोल सेक्दै हुनुहुन्थ्यो मजाले। त्यसपछि मैले चाहिँ गार्लिक चप गरेँ। अनि पछि आज चाहिँ हाम्रो यहाँ चौतारा हिँडेर एकजना स्कुटीले साइकललाई ठोक्यो कि साइकलले स्कुटीलाई ठोक्यो। अनि पछि एकैछिनमा भिड चाहिँ धेरै नै जम्मा भइसकेको थियो। त्यसपछि साँझको बेला थियो। चिल्ली मोमोको अर्डर आयो। त्यसपछि पिज्जा चाहिँ लाइन थिएन, अर्कै विधिबाट बनाएको हो कस्तो छ। अनि त्यसपछि चाहिँ आज चाहिँ बालेन रवि बुटोल गएको भिडियो हाम्रो साउजी र मैले हेर्दै थियौँ। हजुरलाई कस्तो मनपर्छ कि पर्दैन उहाँको भिडियो कृपया कमेन्ट गर्नुहोला। यसपालि भोट केसलाई हाल्ने हो हाम्रो विचार चाहिँ घट्टीमा छ। त्यसपछि साँझको बेला चाहिँ अनि दिउँसो चाहिँ फुर्सद पाइएन किनभने कामको धेरै बिजी नै थियो। त्यसपछि साँझको बेला चाहिँ मैले र साउजीले मोमो बनाउँदै थियौँ मजाले। साउजी पनि हाम्रो चाहिँ ट्याक्क किचनमा आएर हेल्प गर्नुहुन्छ, एकदम मिल्नुहुन्छ। मलाई त्यही खुसी लाग्छ। अनि ट्याक्क मोमो बनाइयो। मोमो बनाएर सकेपछि चाहिँ अनि अरू काम त त्यस्तो केही पनि थिएन। मेरो काम चाहिँ प्राय मोमो बनाउने अर्डर हान्ने नै हुन्छ। अरू साइडको काम चाहिँ हाम्रो दिदी र उसले बनाइहाल्नुहुन्छ। त्यही हो। हस्त बाबाई, नेक्स्ट भ्लगमा मिलौँला।